ल है साथीहरू, बोटे समुदायको बस्ती चाहिँ घरहरू बस्तीमै छौँ अहिले। अहिले घरहरू चाहिँ यस्तो प्रकारको हुँदो रहेछ, एकदम पुरानो कल्चरको। हामी सुते घर यही हो। हाम्रो यहाँ रूपक बाँसुरी बिल्डिङ पनि चाहिँदैन, ठुलो ठुलो महल पनि नचाहिने, यता सुत्दा झन् मजाको सपना देख्ने आनन्द आयो। यही टेन्सन भएन नि। तपाईँलाई यो ढलान गरेको घर राम्रो लाग्यो कि यो चाहिँ ठिक छ? मलाई त यही ठिक लाग्यो, यही हो, यही ठिक हो। गाउँमा यस्तै पाउँछ, यही राम्रो। यो राम्रो नि आनन्द। अहिले यहाँ यो राम्रो भन्ने उता काठमाडौँ गएपछि होइन म त यस्तो सुन्दिनँ, त्यो त बौलाको एसी चाहिन्छ, त्यो त बौलाको समाजमा बौला बन्न परेको। अब बिल्डिङ भाग हराएर अब कहाँ यस्तो घर खोजेर सुत्न पाइन्छ र? उहाँ र काठमाडौँबाट यस्तो आनन्दले यस्तोमा सुत्न पाइन्छ, आनन्दको वातावरण हेर्न पाइन्छ भने यहाँसम्म आउनु पर्यो। उहाँ नि यस्तै हुँदै कहाँ आउनु पर्थ्यो त? ठिक छ, यसो एकदम राम्रो लागिरह्यो है तपाईँलाई? एकदम स्वर्ग हाम्रो देश नेपाल स्वर्ग। त्यसै भने अब यो त तराईकोलाई त एउटा अन्नको भण्डार पनि भनिन्छ। उता तोरीबारी तुर्ने तोरी कतिमा ल्याए होइन, यो त एकदम मजा राम्रो छ, बबाल छ है। हेर्नु साथीहरू, यस्तो छ सबैको त राम्रो छ, सबै साथीहरू खुसी हुनुहुन्छ। हाम्रो यहाँ भर्त भन्ने मान्छे चाहिँ उहाँ हो, उनीहरू लुकेर बस्या किन हो? एकदम मजा आयो। भित्रको यस्तो हुन्छ है, भित्रको चाहिँ यस्तो सिस्टम हुँदो रहेछ है।